हाम्रो बुवाले चाहिँ कसरी छ बुवा मिठो म चाहिँ मोमो मेकर हो उसले चाहिँ अब चाहिँ हाम्रो बुवाले हाम्रो सेतो तिल पो रहेछ है मान्छेको नाम जस्तै गोमा भन्ने चिज पनि हुँदो रहेछ भन्डानेको तर सेतो तिल रहेछ लास्टमा होला उहाँले अहिले चाहिँ हाम्रो यहाँ मोमो नमस्ते साथीहरू आज चाहिँ हामी मोमो बनाउँदैछौँ त्यही नमस्ते यहाँ मोमोको लागि यहाँ मैदा मुस्दै हुनुहुन्छ र उहाँको चाहिँ फर्स्ट टाइम भएर अलिक गाह्रै भइरहेछ यहाँ त्यही भएर मलाई चाहिँ गाह्रो भइरहेछ भनेर लागिपरिरहेको छु अब कस्तो हुन्छ हेर्नु होला अन्तिमसम्म यहाँ चाहिँ लप्साङ उसले चाहिँ बन्दा काटेर केमा बनाउँदैछ छ्यापी पनि अलिकति छ हामीसँग र यो के भन्छ प्याज बन्दा अनि के हाल्यो पनिर अहिले चाहिँ प्याज पनिर र त्यो छ्यापी मात्र हालेको छ अब अब हाम्रो काट्ने मेसिन चाहिँ यस्तो छ सरसर गरेर बुवाले त्यस्तो बनाउँदै हुन्छ र उहाँले यस्तो बनाउँदै हुन्छ र अहिले सबै भइसकेपछि म चाहिँ बनाउँछु मम्मी र बुवाले त बनाउनु त आउँछ कि आउँदैन आउँदैन लोकसाङलाई त बनाउनु आउँछ कि आउँदैन अब हामी यहाँ बनाउन ट्राई गर्दैछौँ हाम्रो चराहरू पनि त्यसरी मजाले सुतिरहेछ किवी हुन्छ अब यस्तो खतरा बनाउनु भइसक्यो डल्लो र हाम्रो यता चाहिँ मम्मीले चाहिँ बन्दा काटेर तर आमामा किमा त कति धेरै हो धेरै न धेरै बनाउनु भएको छ अचार बनाउनु चाहिँ यो गोलबेडा एउटा हो सेतो तिल पो रहेछ है मान्छेको नाम जस्तै गोमा भन्ने चिज पनि हुँदो रहेछ भन्डानेको तर सेतो तिल रहेछ लास्टमा हामी चाहिँ अब यो सेतो तिलको बनाउँदैछौँ मोमो चाहिँ हाम्रो यहाँ मोमोको डल्लो डल्लो नै बनिरहेछ यहाँ हेर्नु होला उहाँले यस्तो बनाउनु भइरहेछ र किमा पनि यस्तो बनिरहेछ राम्रो र यहाँ चाहिँ हाम्रो अब मैदाको डल्लोलाई ठिक पारेर भेल्दैछौँ यस्तो भनौँ यस्तो भयो म चाहिँ मोमो मेकर हो म चाहिँ मोमो बनाउँछु होइन गाइस मैले कस्तो बनाउँछ अझ हालौँ कि धेरै हालौँ कि तर ठिकै होला धेरै हाल्नु यस्तो दामी फेरि एकदम फास्ट हो नि फेरि पहिला फ्राई प्यान बसाल्नु न उसले दुईटा बनाइसक्यो अहिले चाहिँ हाम्रो यहाँ मोमो लगभग एक मोक्साङ बनिरहेछ डल्लो बनाए उसले बेलै मम्मीले चाहिँ अहिले यहाँ अचार बनाउँदै हुनुहुन्छ अचार बनेको हेर्नुहोस् साथीहरू है कस्तो बनाउनु भएछ भने खतरा अब पानी नि उम्लिँदैछ मम्मीले चाहिँ खतरा बनाइरहनु भएको छ हाम्रो बुवाले पनि ल अब चाहिँ हामी सेकेन्ड मोक्साङमा स्टार्ट गर्दैछौँ साथीहरू हाम्रो चाहिँ यहाँ मोमो यति भइसक्यो यता राख ए ल ल ठिक छ ल हाल्दैछ लप्साङ महारानी साहबले यो त पुस्नु पर्ने रहेछ नि त पख यो पुसौँ यसले पुसेर ल
ल उसले हाल्दैछ अब हामी मोमो खाँदैछौँ त्यो रहेछ पुरै के भएको यस्तो पातलो भयो क्या धेरै ठिकै छ फेरि बनाउला नि राम्रो ल यस्तो भयो ल कति धेरै मोमो भनेर भन्दैन कति धेरै मोमो भन्दैन तातो होला बिस्तारै खाने मैले सिँगै यत्रो त खाँदा अहिले पोल्छ पोल र उ होला नि त आदि खानु पऱ्यो गुड गुड ल बाबाको पालो ल कसो रहेछ बुवा मिठो धेरै राम्रो रहेछ ल अब लसुनको पालो कसो रहेछ मिठो हो एकदम मिठो भएछ प्लिज अरू चाहिँ लास्टमा दुईवटा मात्रै लाग्छ ल अब यो खाएर हामी पुग्छौँ धन्यवाद सबै खाइदिनु नि त बाई बाई सबै खाइदिनु त्यो हुनु हुँदैन